आज चाहिँ मौसमले पनि मलाई कस्तो मिठो दिइराखा क्या ओएमा ओए 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 उई यतिको आउनु पर्यो नि त हैन त उई सो हे व्हाट्स अप के छ हाल खबर अरू बेला गुन्डु यताबाट जान्थ्यो भने अहिले चाहिँ हामी यताबाट जान्छौँ हामी चाहिँ कहाँ आइपुग्यो थाहा छ मलाई पनि थाहा छैन यार गुन्डुदेखि माथिको बाटो हो क्या यो चाहिँ हिडन यहाँदेखि त पुरै ओह्रालो छ यार ल हेर त बाटो होइन त यस्तो बाटो आयो हामी त कडा शनिबारलाई त मैले यत्तिकै त कहाँ वेस्ट हुन दिन्छु र होइन त Hey guys, good morning. What's up? के छ त हाल खबर? I hope you guys are doing so good and सबै ठिक छ होला है आज शनिबारको दिन भ्यू यस्तो दामी देखिरह होला I hope भ्यू यस्तो राम्रो देखेको छ अहिले एकछिन म एक्सटेन्ड गर्छु आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि हामी गुन्डु जान्छौँ गुन्डुमा हाम्रो सर्ट मिठो आयो भने हामी त्यही एकछिन सुट मजा गर्छौँ होइन मतलब हामी ड्रोन सुट गर्न जाँदैछौँ आज चाहिँ होइन सो मैले हिजो मात्रै रिपेयर गरेको थिएँ जुन चाहिँ हाम्रो सरिता म्यामको सरिता लामा ब्लगर लेडी राइडरको जुन चाहिँ एक्लै ट्राभल गर्नुहुन्छ होइन मलाई अति नै मनपर्छ त्यहाँको भिडियोहरू त्यहाँको त्यो हुन्छ नि लाइफहरू भनौँ लाइक एउटा गर्छु भन्ने आँट लिएर हिँड्नुहुन्छ नि त सो अति नै मनपर्छ त्यहीँको ड्रोन चाहिँ मैले लास्ट टाइम पनि बनाएको थिएँ बनाएर अनि फेरि पानीमा उडाउनु भयो जस्तो छ अनि फेरि मैले 2 दिन मात्रै रिपेयर गरेको थिएँ रिपेयर गरेर मैले चेक गर्न पाएको थिएन सो द्याट्स वाइ आई एम गोइङ टु चेक अन द्याट है म त्यही ड्रोन चेक गर्न जाँदैछु आई होप तपाईँहरूले हेरिसक्नुभयो होला एकछिन चियाएर जाउँ है त हाम्रो दाइकोमा टक्क लाएर अघि बन्द थियो यार ठिक छ एङ्गल ल एङ्गल ठिक छ निस्किनु पर्छ सो चिया पनि खाइसक्यो हेलो अगेन झन्नै अहिले कस्तो रन्केर आएको त बाइक गर्ने ठिक छ गाइस यस्तो भ्यू किन आएको भनेर पनि तपाईँलाई क्युरियोसिटी भइरहेको होला अझ मैले सेटिङ पनि मिलाएन यो होइन सो मेरो यस्तो क्वालिटी आउनुको रिजन चाहिँ के छ भनेपछि एज यु क्यान सी सो यो चाहिँ नर्मल भिडियो भयो होइन गोप्रोले चाहिँ दिनुपर्ने यो चाहिँ नर्मल भिडियो भयो मेरो सेटिङ नर्मल भिडियोमा आउने सेटिङ चाहिँ मेरो यो हो प्लस यसमा चाहिँ हामीले यो हालिरहेको छौँ यसको चाहिँ सेटिङ कस्तो हुन्छ लेट्स गो सो हे व्हाट्स अप के छ हाल खबर ल सो अब हामी चाहिँ गुन्डुतिर जाँदैछौँ होइन चिलमा मजाले यो चाहिँ मैले टेलिसिनको एन्टी फिल्टर लिएर हो होइन कस्तो हुन्छ आई होप दामी भिडियो आइरह होला मैले अझै हेरेको छैन कस्तो छ क्वालिटी होइन मन परिरह होला उई बबाल सो हामी अरू बेला गुन्डु यताबाट जान्थ्यो भने अहिले चाहिँ हामी यताबाट जान्छौँ सिधै गणेश मन्दिर हो चाहिँ माथिबाट जान्छौँ होइन मेन त ड्रोन सर्टको लागि अलिक क्युरियोसिटी छु म कस्तो आउँछ भन्ने कुरा हो है चिप्ल्यो त यार सो हामी माथितिर जाँदैछौँ है आई होप मैले फोकेमा पनि खिचेको छैन अहिले 1080मा मात्रै खिचिरहेको छु अब एक्सपोर्टमा चाहिँ फोके हानिदिनु पर्ला होइन सो मेरो इन्ट्री चाहिँ राम्रो भएन होला तर एन्डिङ चाहिँ डोप बनाउने छु म सो हामी चाहिँ यो कालनेर आइपुग्यो गणेश मन्दिरको लास्ट टाइम मैले सर्भिस सब गराइसकेँ ग्राफिक्स डिलर सर्भिसदेखि लिएर सबै डोप भइसक्यो है एज यु क्यान सी यस्तो तुफानमा जान्छ अझ गियर डाउन गर्ने हो उही रन्किन्छ नि त फेरि साइको सो गणेश मन्दिर आइपुग्यो टक्क ढोकिदिउँ र महादेव जय गणेश नमो नमः सो हामी गणेश मन्दिर पार गरिसक्यो है सबै यहाँदेखि जान्छौँ हामी कता गुन्डु
क्वालिटी कस्तो आछ थाहा छैन क्या। आई होप दामी नै आएको होला। मैले अलिकति पुस्ने केही पाएन, मैले हातले नै पुसेँ कस्तो आछ भन्ने कुरा भएर मात्र हो होइन। आज चाहिँ मौसमले पनि मलाई कस्तो मिठो दिइराख्यो क्या। गर्मी गर्मी छ होइन, घाम टक्क लागेको, ड्रोन उडाउनु पनि टक्क मजा आउने तरिकाको क्या। सो हामी गुन्डुको टुप्पामा आइपुग्यौँ। सो यहाँ चाहिँ मलाई एउटा ड्रोन सट लिनु मन छ। यहाँ चाहिँ यता मलाई ड्रोन सट लिनु मन छ। टक्क हिरोको एकछिन बाइक होइन, एउटा ड्रोन सट हानिदिइहालौँ यार। त्यो चार्ज चाहिँ धेरै टिक्दैन ड्रोनहरूमा, टक्क लाएर है त। सो लेट्स गो विथ द फ्लो है त। मैले बनाएको ड्रोनहरू चाहिँ दिस वान डिजाइनको मैले रिपेयर गरेको होइन। यसो टेस्टै हामीले पसन्द नगरेर यहाँ आएर गर्दैछ। फेरि ड्रोन उडाउनलाई पनि त यही फोन चाहिने हो नि त, अर्को एङ्गलबाट है त। सो ड्रोन चाहिँ मैले यसरी राखेँ अहिलेलाई, किनकि त्यहाँ अहिले गएर निकाल्नै पर्छ। चार्ज त धेरै छैन, त्यही भएर मैले अलिअलि सर्टको लागि मात्रै चाहिन्छ है। सो लेट्स गो। छैन केही छैन, धेरै राम्रो सर्ट त लिएन मैले क्याप खोलिदिनु पर्छ जस्तो लाग्यो हो। क्याप खोलेर चाहिँ भ्लग बनाउनु पर्छ जस्तो लाग्यो। वाउ, टक्क लाएर खोलिदिउँ न। यसले गर्दा अलि राम्रो आएको थियो। त्यही नि नो वेज मेरो हिरो 13 ब्ल्याक हो, लेटेस्ट हो होइन, इजिले काम गर्छ। मैले आज स्टोरेज अलि बनाएरै आएको छु। मैले फोन कहाँ गयो भनेर मैले खोज्न लाएको थिएँ होला, तर फोन चाहिँ मेरो ब्यागमै छ, गिम्बलसँगै, आई मिन कन्ट्रोलरसँगै छ। सो यो चाहिँ हो गुन्डु है। हामी चाहिँ प्लेन क्रास भएको एरियामा जाँदैछौँ। अब पानी परेर रहेछ अनि यहाँ हिला रहेछ। बाइक चाहिँ माथि जाला नजाला, तर हामी चाहिँ जान्छौँ है त। टक्क लाएर बाइक चाहिँ हिला भइसक्यो। लास्ट टाइमको भ्लग पनि यतैबाट थियो, तर आउँदा आउँदै बेलुका भइसकेको थियो। त्यतिखेर चाहिँ नजिकै घरको भए पनि टक्क लाएर आयो हामी यता है। उही आज त शनिबार पो हो त यार। शनिबार त केटाकेटी पो आउँछ त्यहाँ त। ल जाँदैन नि त ब्रो। ल्या एउटा बाइक फस्यो नि त त्यहाँ, यतै बाइक पार्क गरेर गइदिन्छु म त। छ र यता यहाँ पनि हिला छ। जाने हो र, नजाउँ होला यार यताबाट त। टक्क लाएर कडक्स उयो चिप्लिन्छ त यार। जाने नजाउँ कि जाउँ कि नजाउँ, जाउँ कि नजाउँ भयो यार। टायर चिप्लो छ यार, उतैबाट गइदिउँ न। बिचबाट चिप्लो छ क्या, नयाँ टायर हाले क्या, सब चिप्लोवाला टायर हाले क्या। उही यताबाट घुसाइदिनु पऱ्यो। उही भन्दा यहीँ त चिप्ल्यो अनि आउँदैन। उता माथिबाट जानु खोज्यो क्या। फर्स्टमै गएको ट्राई गरौँ न, त्यहाँबाट चाहिँ जाला कि भन्ने कुरा हो। लेट्स गो। उही
जाँदैन ल्या खाल्टो रहेछ ठुलै हजुर छ र उताबाट पनि ए त्यहाँ छ त यार ल्या म फेरि दोहोऱ्याइ दुईचोटि आएर पनि ल्या यहाँबाट जान्छ कि लास्ट टाइम पनि यहीँ गएको थिएँ यार म उही यहाँबाट चाहिँ गयो भने त यी दामी मजा आउँछ यार गयो उही बरु यहाँदेखि मुनि झारिदिउँला है कहाँदेखि लगाउँ त म अनि उता पनि हिलै होला फेरि सब च्यालेन्जिङ मात्रै लिएर हुन्छ यार झाप्पै त्यो छिराएर लेट्स गो मलाई आज सब च्यालेन्जिङ मात्रै हुनेवाला छ ल्या जान्छ त लडे पनि केही छैन लडौला जहाँ कहाँ चिराएको छु भने मैले त ओएमा ल आउनु त यार यहाँसम्म त आयो फेरि कहाँदेखि जानु अब छ म त सपोर्ट पाइरहेको छु त यार यहाँदेखि त अलि गाह्रो छ म फेरि घुमाउनु पर्छ त्यहाँदेखि चाहिँ एकटक मलाई छिराउनै पर्ने हो जसरी भए पनि ल्या केटो के हो ओए छिर्यो यार ल जबरजस्ती लिएर नि कहाँ हुन्छ त यार तर हिलोमा अलिकति हिलो त केही नहोला नि जान्छ होला नि होइन ओए छिर्यो यार ओए च्यालेन्जिङ भइरहेछ यार कहाँ छिरेको त थत्तरे घुमाउनु त पर्यो नि बाइक त होइन र काका के गरे ल फाइनली आइपुग्यो थ्याङ्क यू सो मच है ल फाइनली आइपुग्यो क्रस फायर भन्दा कम छैन नि फेरि बाइक यो हो नि त नि टक्क लगाएर राखिदिउँ अब फाइनली माथि नै लिएर मैले अब ड्रोन छ ध्यान दिएँ कस्तो होला भन्ने कुरा यो ल यो त टाइटै गराइखानु रहेछु त केही हुँदैन बनाइहाल्छु नि केही भइहाल्यो भने सो हे गाइज के छ हालखबर सब ठिक छ होला है सो मैले अघि नै धेरै त्यस्तो मजाले प्याकिङ गरिनँ है मैले गिम्बल चाहिँ त्यत्तिकै ल्याए जस्तो लाग्यो सो अब यत्तिकै उडान त अझै भेजा हुन्छ है
ल ब्याट्री लो रे ल आफै आउँछ अब चाँच्छ के यार ल चाँच्छ के यार अब आफै पनि कन्ट्रोलले काम गरेन आफै आयो अब यो कस्तो मैले त्यहाँ उडाउनु थालेँ क्या अघि न सिनै खिच्न पाएन नि हो चाँच्छ कि एउटा मात्रै ब्याट्री थियो कहाँ गयो देख्दिनँ त मैले त चिलले अटाक हान्ला त न फेरि मजाले ढुक्कले अनि ड्रोन त देखिनँ तर दामी आइरह कहाँ छ म्याकमै बस्छ कि बस्दैन हेरौँ है त अब म्याकबाटै उडाएको मैले यहाँ आएर बस्नु पऱ्यो त्यो ल ओए बाइकको माथि बस्दिला र त न फेरि ल्या ब्याट्री सकेर आफै म कता छु हेलो हेलो ल गरी भइरहेको थियो चाँच्छ सक्यो एकछिन फाइनली सक्यो है एज यु क्यान सी मेरो चाहिँ यहाँ छ है यसमा भिडियो भइरहेको जस्तो छ सन्जना भइराख्नु रहेछ कस्तो ताते खायो अनि यस्तो हेर्नु कस्तो ताते खाने हिरो 13 ब्ल्याक हो होइन त्यही पनि तात्छ क्या डोर पनि निकालेर राख्दैछु नतातो छैन अहिले चाहिँ यस्तो छ बाइक चाहिँ एज यु क्यान सी है ड्रोन सट हामी पनि हान्छ नि सो यही हो सब पनि प्याक गर्नुपर्छ यिनीहरू चाहिँ लेट्स गो अब चाहिँ गिम्बल काम लाग्ने भयो क्या मलाई अब चाहिँ गिम्बल काम लाग्ने भयो म चाहिँ फुल प्लानिङको साथ आएको हो नि त एज यु नो है टक्क लाएर सो गुन्डुमा छौँ अब हामी शनिबार एजेन्सी भल भइरहेको छ है मैले चाहिँ के गर्नुपर्ने हुन्छ थाहा छ माथि राखेको नहुँदैछ सो अब चाहिँ हामी चाहिँ निस्किनु पर्ने हुन्छ है बब्बाल तरिकाले सो भ्लग हेर्नु भइरहेको होला थ्याङ्क यू सो मच गाइज है अब चाहिँ हामी रेडी पार्नुपर्छ सो हाम्रो यता छ हामी रेडी पार्छौँ है त लेट्स गो अब हामी चाहिँ उताबाट आएको थियो अघि न चाहिँ होइन सो अब चाहिँ हामी यो बाटो जान्छौँ बब्बाल कस्तो रहेछ कन्डिसन हेरौँ न होइन ओइ बब्बाल छ त यार हेर यस्तो ठाउँमा जानुपर्छ अब हामी टक्क लाएर ओइ बाटो त चिप्लो रहेछ यार पानी परेको थियो नि त हिँड्छ त्यही भएर होला त्यति साह्रो चिप्लो पनि छैन रहेछ अझ यसमा डट बाइक भइदिएपछि कम त मजा आउँथ्यो होला है यस्तोमा पनि रन्काइदिने हो म त बाइकमा यति खर्च गरेको छ अनि पछि बाइकलाई यतिको पनि मोमेन्ट दिन पाएन भने त मजै आएन नि होइन त सही हो वाउ छ यहाँ पनि टक्क लाएर हामी चाहिँ कहाँ आइपुग्यो थाहा छ मलाई पनि थाहा छैन यार गुन्डुदेखि माथिको बाटो हो क्या यो चाहिँ हिडन रोड हो यो चाहिँ बबाल छ यो ठाउँ पनि हामी हेर्दैछौँ दामी छ भने एडभेन्चरको लागि होइन योभन्दा बेस्ट ठाउँहरू कुनै हुनसक्छ जस्तो मलाई लाग्दैन गुन्डुमा चाहिँ क्या हेर्नु न बाटो पनि क्या मिठो बनेको छ अझ यहाँ पानी परेको हुनुपर्थ्यो कम त चिप्लिन्थ्यो आमा तर पानी परे होस् नहोस् म जहाँ पनि छिराइदिन्छु नि त द्याट्स माई स्किल्स रे कि अझ सही हेर्नु यस्तो दामी ठाउँ छ यार उही हेर उही है यहाँदेखि त पुरै ओह्रालो छ यार ल हेर त बाटो
होइन त यस्तो बाटो आयो हामी त कडा शनिबारलाई त मैले यत्तिकै त कहाँ वेस्ट हुन दिन्छु र होइन त चिल 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 ल यस्तो चिप्लो छ ओ मलाई के त हुँदैन नि बाटोमा होइन स्पिडै जाउँ न के छ र सो हामी घ्याम्पेको बाटो चाहिँ आइपुग्दो रहेछ यता चाहिँ तपाईँलाई सर्टकट त्यहाँदेखि बाइक लिएर आयो भने त्यहाँदेखि लग्न गाह्रो हुन्छ नि त त्यही भएर घ्याम्पेको बाटो चाहिँ हामी आइपुग्यो यहाँदेखि चाहिँ सिधै घ्याम्पे पुग्छ यहाँदेखि चाहिँ हामी सिधै तल पुग्छौँ क्या रोडको कन्डिसन त यस्तै नै हो अब सब भ्रष्टाचारी मात्र छ ओ हेर यस्तो मजा आउँदैन त नि भने उही ब्लाइन्ड स्पोट हो नि त यिनीहरू त फेरि सबै उही सब ब्लाइन्ड स्पोट हो क्या यस्तो दामी यार बाटो चाहिँ है मेरो ब्रेकिङ स्किल राम्रो छ क्या त्यही भएर जति स्पिड हान्दा नि फरक पर्दैन नि त जति स्पिड भन्नाले आफ्नो कम्फर्टेबल स्पिड चाहियो फेरि उयो यहाँ चाहिँ के हो मैले मास्क लगाएन त्यही भएर मलाई चिसो लाग्दा जस्तो भयो क्या खोकी लाग्यो नि त मलाई यो हो नि त आयो नि त होइन त यो हो नि त नि कुदाउने बाटो भनेको त उही यत्तिको आउनु पऱ्यो नि त होइन त यत्तिको भयो भने त मजै आएन नि त फेरि कन्ट्रोल चाहिँ हुनु पऱ्यो है हातमा फेरि जतिसुकै स्पिड कुदाए पनि कन्ट्रोल चाहिँ ल उही के भयो ल स्टार्टै बन्द भइदिएर क्या त्यो थिचेर मेरो ओभरल्याप छ नि त यो त ओए मामा अट्छ त त्यहाँ त के भएको ल्या एक्सिडेन्ट भयो क्या यार यहाँ त ठोक्यो जस्तो छ यार एक्सिडेन्ट मोमेन्ट के भएको सही ल्या यहाँ त एक्सिडेन्ट भएको रहेछ नि त के हो ठिक छ सो हामी अहिले चाहिँ ठ्याक्कै अघि हामी यसरी गएको थियो भने चाहिँ अहिले चाहिँ हामी थ्याङ्क यू सरी अघि हामी यसरी गएको थियो भने चाहिँ अहिले चाहिँ यसरी आयो सो थ्याङ्क यू सो मच गाइस है आजको दिन रमाइलो भयो सोलो जान्छु म त्यही पनि मलाई रमाइलो फन लाग्छ आफ्नो हिसाबले चाहिँ होइन म चाहिँ चस्मा चाहिँ लाउँछु टक्क लाएर थ्याङ्क यू सो मच गाइस फर वाचिङ आवर भिडियो होइन